समृद्धि चुक्न सफल बन्नेछौँ। त्यसकारण आज म यो विशेष अवसरमा सबै आदरणीय ज्वालामुखीवासी महानुभावहरूलाई र सँगै खड्गदेवी महोत्सवको विशेष अवसरमा यो तर्फ हामी सबै उन्मुख भएर मन प्रचण्ड कर्मले लागौँ र समृद्ध ज्वालामुखी बनाऊ। यही कुराहरू राख्दै यो अवसरको लागि वडा नम्बर 3 लाई खड्गदेवी युवा क्लबलाई खड्गदेवी उद्धार समितिलाई धेरै धेरै आभार व्यक्त गर्दै धन्यवाद भन्दै यसको निरन्तरताको लागि हामी फेरि पनि जिम्मेवार छौँ भन्दै यो भनाइलाई यही अन्त गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार। आफ्नो छोटो शुभकामना मन्तव्यको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर रियालज्यूलाई। अबको क्रममा फेरि हामी फोटो प्रस्तुतितर्फ लाग्नेछौँ। दिलीप परियारज्यू हाम्रो चिन्हलाई उपलब्ध गराइदिनु म अनुरोध गर्न चाहन्छु। दिलीप परियारज्यू उहाँको अप्सनमा कोही हुनुहुन्छ भने दिलीप परियार। अनि त्यहाँ त बरु डर हुन्छ क्या, त्यो गोर भएको छ नि। मनिषा श्रेष्ठ कृपया दिलीप ज्यूको उहाँलाई म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। दिलीप परियारज्यू दिलीप परियारको निम्ति कृपया जोरदार तालीले हार्दिक स्वागत गरौँ। एउटा छोटो सूचना दिन चाहन्छु। राजु फुलालज्यूको मोबाइल हराएको हुनाले कृपया तपाईँहरूले भेट्नु भएको छ भने हामीलाई स्टेजमा सम्पर्क गराइदिनु म अनुरोध गर्न चाहन्छु। सँगसँगै हामीसँग यो भेटाएका छौँ त्यो पनि उहाँले पाइसक्नु भएको छ। त्यस्तै गरी रेडक्रस कर्मी राजु विश्वकर्माज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्न चाहन्छु। दिलीप परियारज्यू कृपया यहाँ स्टेजमा रातो र फाइनल हुँदैन, जसले दुईटामा जसले जित्यो उही मात्र हो। जित्ने हुँदैन, जसले हलालमा जित्यो जित्नेले चाहिँ फस्को फस्कुन भयो त उसले तीनटाले जित्यो। मनिषा श्रेष्ठ तिनटालाई दादा सर पुरस्कार पाए। त्यो अघि सुरुमा जुत्ता गर्दा फाइदै भएछ त। त्यो मुडेले केहीले त्यसले पुरस्कार पाए हो। तपाईँको गोल र मेरो गोल जिताए, तपाईँको गोल जित्यो भने तपाईँले पाए, मैले पाइनँ। हो त हो, अब जित्ने नि खेलाउनु पर्छ कि। त्यो मैले भने त्यही त नि फुटबल खेलाएर सिङ त उस्तै पर अड्किने यसलाई चाहिँ रातो सुहाएको थियो क्या, अड्किने रहेछ सिङ त उस्तै परे हो क्या।